ओइ राधा बिहान बिहानै कहाँ जान लागेस् कपी समातेर 12 को एक्जाम आउन लागेको त्यही भएर अनि ट्युसन जान लागेको अनि त कहाँ जान लागि नि म प्रशिक्षा पढाउन जान लागेको ल ल मलाई पनि ढिला भयो छ तँलाई पनि ढिला भयो होला राम्रोसँग पढ है ल ल हुन्छ बेलुकी भेटौँ ल ल राम्रोसँग पढ म गएँ ल ल एउटा नामलाई मलाई पनि अन्नाउले चाहिँ खै त झन् तल तल जान्छ ल भएको छ खै कस्तोले गर्दा राम्रो राम्रो लेखेछ खै मलाई त आएन भयो सबैले आफ्नो आफ्नो नाम लेख्न त जान्दिनु भने नाम लेख्न त आयो रे पैसा कमाउने सिकाइदियो हुनु रे के तैँले पनि नाने नाने कुरा गर्छ र होइन उहाँले भनेको कुरा पनि ठिकै हो नि पैसा सबैलाई चाहिने कुरा हो अब पैसा धेरै माध्यमबाट कमाउन सकिन्छ हाम्रो गाउँघरमा चाहिँ जग्गा प्रशस्त हुने भएकोले मुख्य गरेर कृषिबाट गर्न सकिन्छ आय आर्जन तँ कृषि पनि थाहा कोन्ने अब यत्रो दुःख गरेर 2-3 महिना खान पनि सक्दिन्न अब धातेको का केही हुन्न त यो गाउँमा त हामीलाई त झ्याउ पो लाग्छ अन्त भाव पनि नै यो झिलाले झिल्यो कि अब खान पुग्नेमा पो नलाग्यो नि त अब न खान पुग्छ न पैसा देखिन्छ उसपाति न त त्यो त होइन नि हाम्रो त यहाँ गाउँघरमा सबै पुरानो प्रविधि प्रयोग गरेर कृषि गर्छौँ त्यही जीवन निर्वाह गर्नको लागि मात्र कृषि गर्छौँ त्यसलाई व्यावसायिकरण गर्न सके छैनौँ आधुनिकीकरण गर्न सके छैनौँ नयाँ नयाँ प्रविधिहरू बिउ बिजनहरू लगाएर कृषि गरे त राम्रो हुन्छ नि त्यहाँबाट आय आर्जन हामीले थोरै लगानी गरेर भए पनि धेरै आम्दानी गर्न सकिन्छ कृषिमा धाँटाको न जे गर्ने पनि पैसा नभए हन्ना होइन पैसा त चाहिन्छ तर अहिले चाहिँ विभिन्न वित्तीय संस्थाहरू छन् अर्थात् विभिन्न समूहहरू छन् त्यहाँबाट हामीले सस्तो ब्याज दरमा ऋण लिएर पनि आफूले पेसा गर्ने हो भने कृषि पेसा गर्न सकिन्छ ल आज ढिला भइसकेछ अब भोलि आउँदाखेरि सबैले आज चाहिँ होमवर्क दिएको छ त्यो सबै गरेर आउनु है ल हुन्छ बेस जिला मिस हजुरलाई एउटा कुरा गर्नु थियो मिस के कुराहरू आउनु हिँड्दै गरौँ न बरु हजुरले हाम्रो लागि यति दुःख गर्नुभएको छ हजुरले हामीलाई दिएको ज्ञानको कुनै मोल त छैन मिस त्यही मसँग यति त छ यति राख्ने के गरेको यस्तो पर्दैन त्यही पैसाकै कारणले हजुरले पढ्न पाउनु भएन म पनि यस्तै अवस्थाबाट गुज्रेर अहिले यो स्थानसम्म आएकी हुँ मैले आफूले पाएको शिक्षा आफूले जानेको कुरा हजुरहरूलाई सिकाउनु पाउनु नै मेरो ठुलो कुरा हो खाने मुखलाई जुङ्गाले छेक्दैन भने जस्तो हजुरले पनि अहिले पनि केही बिग्रेको छैन मेहनत गर्नु पछि राम्रो हुँदै गर्छ नि मिस सक्दो मेहनत गर्छु परे बाँकी कुरा भगवान्को हातमा छोडिदिन्छु हेरौँ के कस्तो हुन्छ पछि ल हुन्छ त नि मिस भोलि भेटौँला है हुन्छ गङ्गा ओ गङ्गा आइज गोटा हालम ल छिटो आइज है ल म यहाँ बस्छु छिटो आइज ल कोही रात पर्नु लागि जाम भयो बुढी खेलौँलाई ल तिमीहरू जाऊ हाम्रो काम छ हामी जान्छौँ ल
नखेलेको भयो नि एकछिन खेल्दा खेल्दै राख्नु पर्यो भाइ ल छिटो छिटो जाऊ आमा गाडी गर्छिन् फेरि कृष्ण दाईको आराममा जाने हो र दिदी बरु कृष्ण पो हुनुहुन्छ कि हुनुहुन्न नि है अलि हेरेरै नै तेरि झमक्कै पो रात परिसक्छ एकैछिन काम गरेको भर्खर रात परिसक्यो यो त यस्तो मजाले तम्मै पारिएछ नि त थुप्रै समय लाग्छ यसलाई बनाउन यसलाई भोलि बनाउनु पर्ला आज चाहिँ अब घर जान्छु खानासाना बनाउनेलाई यसलाई कहाँ राखिदिने हो यहीँ राख्नु पऱ्यो यसलाई अब आज जान्छु रात परो कृष्ण दाई को यति बेला ए यिनीहरू परेछन् कहीँ नै हौ हे सम्म आएको केही काम छ र आऊ न भित्रै आऊ होइन यिनीहरू के खुसी खुसी गर्छन् दाई राधाले दिएको मस्किनु भएको का लपन लाएछ र दाई राधासँग होइन किराँतीबाट के कुराहरू छ होइन त्यस्तो केही नि होइन ओइ दिदी घर जाऊँ का रात परो हुन्छ ल ल हुन्छ जान्छ ए पहट एकछिन लाइट छ कि छैन छैन पह एकछिन यहाँ मथि खर छ त्यो खर बालिदिन्छु अनि खर बालेर जाऊ है हुन्छ आऊ त बस एकछिन जाऊ ल गयौँ है हामी ल ल ल ल छिटो जानु यो अहिले निप्छ ढिला हुन्छ भाइ ल म त छिटो छिटो जानु पर्यो मर्छ फेरि कता हो बाटो के अँध्यारो यस्तो भल बनाइयो ला नि यस्तो राजाले दिएको के गर्दा के रहेछ खोलेर हेर्नु पर्यो ए अवाको खाजा पो रहेछ मलाई कति मनपर्छ आमाले मलाई कति भोट दिनुहुन्थ्यो पहिला है तेरि घर नै आइपुगे पानी नि आयो खाजा आमै खाजा बुझ्छौ र खाजा बुझ्दैछु नि यहाँ त भोका लाग्ला भनेर नि त यहाँ खाजा बुझ्दैको भोक लाग्यो के झ्यानमा तातो तातो छ तातो नखाएर नि त तिम्रो त तातो छ भने कुकुर नि त ला बाबु खा धनीको छोराछोरी बा मिठा मिठा खान्थिस् के रे के गर जस्तो गरी टुकोटमा जन्म लिइस् स्थिर नै खाने मिठो छ
के गर्दा गर्दै ढिलो भयो एकछिन बदेर सुत्नु पर्यो एकछिन आउन लाग्यो ला बत्ती गयो आमा आमा यो बत्ती त्यही बेलामा गएको छ र दिनभरि रग रग र केराती त्रास रहन्छ ला है बालेर त पट छिट्टो सुत्ला नि ल ल बिहानदेखि काम बल्ल सबको राधा ट्युसन गएको के हो है धुलो मात्र रहन्छ राधामा त पुगेला रे अब आज आएर आउन भन्थे झन् ढिला पो गयो त आज त लीला मिसले के पढाउनु होला पठाइनु लानु पर्यो कपी समाएर पढ्न जानु लाग्यो क्या पढ्न रे कहाँ पढ्छ शिक्षा त्यही हो र पढ्नलाई उमेरले छेक्दैन अवसर पाएको बेलामा जानुपर्छ लीलाले रहेछ के अरे है पढाउनु पनि अघि भेटाएको थिएँ गइसक्यो त्यो त मलाई नै लीलाले जस्तै धेरै पढेर मास्टरनी बन्नु मन छ बाबा आमाको नाम राख्न मन छ तिमीले त पढ्न पाएको गरे मेहनत गर न तिम्रो त हुन्छ मेरो पो अब के न के छ के गर्ने धनी परिवारमा जन्मेको भए आर्थिक अवस्था राम्रो भएको घरमा जन्मेको भए मन ठुलो सपना देख्थ्यो होला के गर्ने सपना पुरा गर्न गरेको मेहनत त पसिनामा सीमित हुन्छ के गर्नु आफ्नो त भाग्य नै खोटो छ अब त यी कुराहरू योजना वा सपनामा मात्र पुरा हुने छ मेरो त कहिले मैले तँलाई ट्युसन पठाएर त के मेसेज आएर यो दिदा पो मेसेज किन दाज तैले कारण पेट बस्छ यहाँ कहिले मैले ट्युसन पठाएर त के कहि हारौ मलाई हेज के त यो आरने साला से त बस्छ आज हिन सुन्न हेरे र त आज सन्त तेरो खुट्टा भाच्चिने अच्छे रे कति गरे साले अरे त ट्युसन जान्छ उधर पठाइदो ट्युसन नै जान्छ कि जान्न अब के कतिलो छ र यो चप्पटी सताने गिल्ला ने यसको बोगा नै टिस्टी आरामसे पलाई मास्टर नि बोल्ला भनेको कुरा के गछ र योले ढंग भनेको के पिन्ने गिल्ला ने अच्छा ट्युसन पठाए बाटो मैले म नआबाट झन् कतिबेलासम्म बस्दा अबदेखि तँलाई त्यस्तो देख्यो भने खुट्टा सिधा भाषा रादिन्छु अच्छा छिटो गरेर आएछ है बेलायमा गर होला लाग्छु त यहाँको गालाम कि ओ सरस्वती मम्मी है त पढ्न गएन र काकीले कमान सकेन छ लग्यो र अहिले त छ ल
जाने लाग्छ यहाँ खाना पकाउँदैछु म त त्यसलाई आइज म जाने गर्छु कृष्ण किन यति ढिलो आएको त्यहाँ बस्नु किन हेर पहिला जस्तै गर्छ अहिले त बस छोइन्छ अलग्गै बसेर परेन चाहिँ छेउ आएको रे किन त्यस्तो गर्नुभएको र सँगै बस्दैमा के हुन्छ र बस्न दिँदैन अब तिनीहरूलाई छेउ हाम्रो बस्न दिँदैन अलग्गै बस्ने यो सुक्दा नि आँगन के जातपत्ति गरेको लाने गर्दैमा के हो नि मलाई बेटी कति हेला गरेको यो के भन्नुभएको सुक्दानी आमा त्यस्तो जात भनेको त हामी मान्छे आफैले बनाएको हो पहिला पहिला जसको सिप जे छ त्यसले त्यस्तै काम गरे र त्यसैको आधारमा जात मात्र छुट्याएका हुन् हामी जात त त्यही छोरा मान्छे छोरी मान्छे त्यही दुई मात्र त छन् नि काँधे सबैको रगत रातै आउँछ तिमीले त्यस्तो कुरा गरेर भन्न पो तिमीले कुरा गर्दैन जम्मै परिवर्तन हुन्छ भन्ने के छ किन नन्न पो त्यस्तो कुरा गर्यो भने म यसलाई मेरो बराबरी गर्ने ने हन्ना यसलाई त छुट्टै राख्ने हो छुट्टै पराउने हो काटेर रातो हुन्छ भन्दैमा मसित बराबरी गर्न खोज्ने यसो त पानी त चल्दैन मसित बराबरी गर्न खोज्ने खैलो कापी म त जान्छु कुवाको हेर्दा जति उफ्रिने त्यही कुवामै हुन्छ त हाम्रो बराबरी कहिले हुनु सक्दैन आएर बुझिरा दुखुन मन साइला यो सुक्दानीको बानी यस्तै छ पता नि अब सधैँ अब यस्तै छ भने बानी ती नगर्ने न साइला आल राम्रोसित पोनिन् सुक्दानीको बानी त्यस्तै छ गरे आज यस्तै भयो गरे आफूलाई यति गरम है ल जाम है हुनुहुन्न रहेछ क्या जान्छु लीला लीला ओए के बोल्दा नबोले जान्छ ओए के बोर किन नाउरे मुख बनाछ र खै तँलाई भनौँ कि नभनौँ के कुरा र भन्न छिटो मनै खोल्दै आज प्रशिक्षा पढाउने बेला कृष्णलाई तेरो आमाले कस्तो भेदभाव गरे जस्तो गर्नुभयो मैले सम्झाउन खोजेको उल्टै मसँग रिसाएर पढ्द पनि नपढेर जानुभयो कस्तो नरमाइलो लाग्यो मलाई त बिचरा कृष्ण कति दुःखी हुनुभएको थियो ए हो र यो आमा नि यस्तै अवचन हुन्छ जसलाई पनि पिर्ने ल ल त हालेको र म जान्छु ल ल यो आमाले पनि अरूलाई के बन्न पर्यो र कति चित्त दुख्यो होला
कहीँ नि यस्तो आतिदै लिलाको कुरा सुनेको थिएँ, कस्तो नरमाइलो लाग्यो। अनि तपाईँलाई खोज्नु तपाईँको घर पनि गएको, चापी लगाएको रहेछ। अनि कता हुनुहुन्छ भनेर कति खोज्यो, तपाईँ चाहिँ यता पनि हुनुहुँदो रहेछ। के कुरा सुन्यो र त्यस्तो नरमाइलो लाग्ने? म त यत्तिकै आएर बसेको क्या यहाँ। झुट नबोल्नु मसँग। आमाले के भन्नुभएको लिलाले मलाई सबै भनिसक्यो। ए त्यो कुरा होइन, त्यो कुरा त मलाई मनमै लेखेन। अनि मनमा नलिएको मान्छेले किन यता एकान्तमा आएर बसेको थियो? हाम्रो आमाको बानी त्यस्तै छ, जे पनि फ्याट्ट बोलिहाल्नुहुन्छ। के बोल्ने के नबोल्ने थाहै पाउनुहुन्न। त्यस्तो केही मनमा नलिनु है। बरु आमाको तर्फबाट म माफी माग्छु। के गरेको यस्तो? मैले केही मनमै लेखेन। बरु रात परिसक्यो, जाऊ घर जाऊ। जाऊ, म नि घर जान्छु बरु है। किन जानु भएन त घर? यहीँ बस्नु भएको त? किन नबोलेको र?